पोखरा विमानस्थलमा फ्लाइ दुबईको इन्ट्री। रु 22 अर्बको लगानीले पायो नयाँ जीवन। चीनको विमानस्थलमा अब खाडीको उडान। चीनको 22 अर्ब रुपियाँ भन्दा बढीको ऋण लगानीमा निर्माण भएको उद्घाटन भएको 3.5 वर्ष बितिसक्दा पनि भूत बंगला जस्तै सुनसान बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भाग्य अब एकाएक चम्किने संकेत देखिएको छ। अहिलेसम्म केवल आन्तरिक उडान र एकाध चार्टर उडानमा मात्र सीमित रहेको यो विमानस्थललाई लिएर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा एउटा निकै ठूलो र सकारात्मक हलचल सुरु भएको छ। विश्वकै अग्रणी र शक्तिशाली हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उडान सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज अचानक पोखरा ओर्लिएका छन्। उनले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र